हामीले पटक पटक ट्राफिक नियमको पालना नभएको सन्दर्भमा भिडियो मार्फत ध्यानकर्षण गराएका थियौं। तर वास्तविकता के हो भने बुढानीलकण्ठ नगरपालिकाभित्रका सम्पूर्ण सडक, चोक र गल्लीहरूमा ट्राफिक नियमको पालना भएको देखिरहेका छैनौं। जेब्रा क्रसिङ होस् वा एकतर्फी सडक, गति सीमित होस् वा पार्किङ निषेध क्षेत्र, जता हेर्यो त्यतै सवारी नियमको उल्लङ्घन भइरहेको दृश्य प्रष्ट देखिन्छ। यस विकराल अवस्थालाई मध्यनजर गर्दै हामी प्रत्येक नगरवासीले आफै सचेत भई अघि बढ्नुको विकल्प छैन। तपाई आफ्नो मोबाइल निकाल्नुहोस्, आफ्नो वरपरका सडकहरूमा भइरहेको नियम विपरीत गतिविधिहरूको भिडियो खिच्नुहोस्। सके आफै नत्र भने घटनाको स्थान, समय र सवारीको विवरण हामीलाई पठाउनुहोस्, जसले गर्दा हामी त्यसलाई प्रमाणसहित नगरपालिका र सम्बन्धित निकायसम्म पुर्याउन सकौं र नगरभित्र चल्ने सवारी साधनहरू कानूनको दायरामा आउन बाध्य हुन्। हाम्रो मूल उद्देश्य भनेको बुढानीलकण्ठ नगरपालिकालाई ट्राफिक नियमको कडाइका साथ पालना गर्ने अनुशासित नगरको रूपमा स्थापित गर्नु हो। यसका लागि हामी सबै नगरवासी मिलेर ट्राफिक अनुशासन अभियान सञ्चालन गरौं र यसलाई हाम्रो साझा अभियानको रूपमा अघि बढाउँ। आउनुहोस्, नियमको सम्मान नै हाम्रो सुरक्षाको आधार हो भन्ने मान्यतालाई आत्मसात गर्दै केही महिनाभित्रै बुढानीलकण्ठलाई नेपालकै पहिलो ट्राफिक मैत्री नगरपालिकाको गौरव दिलाऊँ। धन्यवाद।